यसमा फेरि पनि सबैलाई धन्यवाद। मेरो क्वेसन चाहिँ अहिले जो सचिवज्यूले राख्नुभयो, सचिवज्यूले जे कुराहरू राख्नुभएको छ त्यो कुरालाई चाहिँ एकदमै धन्यवाद छ। उहाँले जो पनि सेवा प्रदान गर्नुभएको छ गुरुबाकोट नगरपालिका वडा नम्बर 12 को जनताहरूलाई। र यसमा चाहिँ म केही कुरा हजुरलाई थप्न चाहन्छु भन्दाखेरि अब आउने समयमा चाहिँ हाम्रो भोटर लिस्ट वडाबाट पनि हुनसक्छ भने प्लिज ट्राई टु डु है। अब तपाईँहरूले चाहिँ यसलाई चाहिँ गर्ने कोसिस गरिदिनु होला भन्ने चाहिँ राख्छु। किन भन्दाखेरि हाम्रो गुरुबाकोट नगरपालिकामा धेरै मान्छेहरू चाहिँ भोटर लिस्ट नभएर यतिकै बसिरहेको अवस्था छ। अर्को कुरा चाहिँ हाम्रो गुरुबाकोट नगरपालिका हाम्रो प्रमुख अध्यक्षज्यूद्वारा म चाहिँ एउटा हाम्रो हुलाकका स्टाफ हुलाक कर्मचारीहरूले चाहिँ जुन स्यालेरी पाउनुहुन्छ त्यो एकदमै न्यून 6-7 हजार रुपियाँमा तलब खाइराखेर काम गर्नुभएको छ भनेपछि यो चिजलाई चाहिँ हामीले स्थानीय सरकारदेखि द्वारा कसरी हुन्छ अगाडि बढाउनु पर्ने, कहाँ जानुपर्ने, सम्बन्धित निकायसम्म यसलाई चाहिँ पुर्याइदिनु हुनेछ भन्ने चाहिँ म ध्यान आकर्षण गराउन चाहन्छु। र अर्को कुरा चाहिँ अब जो पनि प्रशासनको कामहरू छ सचिवज्यूले भनिसक्नुभयो, यो प्रशासनीय काममा चाहिँ जति हुनसक्छ सुविधा दिएर उहाँहरूको सानोतिनो कमी कमजोरी अब के छ, अब नियम कानुन भित्र बसेर उहाँहरूलाई चाहिँ राम्रोसँग चाहिँ राम्रो व्यवहार जुन तरिकाले आजसम्म दिइराख्नु भएको छ सचिवज्यूसँग मैले धेरै काम पनि गरेको छु आफ्नो काम, त्यसको लागि चाहिँ फेरि पनि धन्यवाद भन्छु। र मेरो क्वेसनहरू चाहिँ के छ भन्दाखेरि अब मेरो नगरपालिकाभित्र हाम्रो वडा अध्यक्षज्यू अब को हुनुहुन्छ जिम्मेवार व्यक्तिलाई चाहिँ म जवाबदेहिता त बनाउनको लागि चाहिँ मेरो पहिलो क्वेसन चाहिँ के छ भन्दाखेरि विकासको कामहरू त हामीले चाहिँ गरेको छौँ होइन। हाम्रो चाहिँ चाहे स्थानीय सरकारको वडाको होस्, चाहे केन्द्रबाट आएको होस्, चाहे फेरि डाइभर्सन होस्, चाहे जोसुकै सङ्घ संस्थाले विकास गरे पनि त्यसलाई चाहिँ जिम्मेवार बनाउने चाहिँ कसले? हाम्रो यस्तो खालको विकास भइराखेको छ कि जुन विकास अहिले हेऱ्यो भने हामी आफैले चाहिँ ल हाम्रो नेपाल सरकारबाट आएको बजेटबाट बनेको विकास हो, यो बाटो बनेको हो, बाटो बनेछ त फेरि के छ त त्यो बाटोबाट घरमा झर्ने बाटो छैन। बाटो बनाइदियो, हाइवे रोड बनाइदियो, तर यो हाइवे रोडबाट तल बस्तीको घरमा झर्नु पर्यो भने बाटो छैन। त्यो एक तरिकाले विकास बनाइदियो, अर्को तरिकाले फेरि त्यहाँ अग्रो खडा गरिदियो। त्यो चाहिँ जिम्मेवारी कसले लिने? हरेक मान्छे आफ्नो ठाउँमा जिम्मेवारी बनिदियो भने यदि कोही ठेकदारले काम गर्दैन भने त्यसलाई कार्यान्वयन गराउने र त्यसलाई कारबाही गर्ने को हो त? त्यो पनि त हुनु पर्यो होइन। अर्को कुरा चाहिँ के छ भन्दाखेरि तपाईँको चाहिँ गुरुबाकोट नगरपालिकाभित्र जति पनि ठेकदारले गर्ने कामहरू छ त्यो ठेकदारले जुन काम गरिरहेछ, जस्तो अब तपाईँले बेतिनी खोलामा चाहिँ हेर्नुहोस्, उसले आफ्नो मनमर्जीले चाहिँ ढुङ्गाहरू दोहन गरिरहेछ, गिट्टी खोला नाला उठाइरहेछ, त्यसलाई चाहिँ कन्ट्रोलमा लिने, त्यसलाई कारबाही गर्ने को हो? कि ठेकदार स्थानीय सरकारमै ठेकदारसँग मिलेर यो चाहिँ काम भइराखेको होइन भने कोही न कोही निकाय त हुनु पर्यो त्यसलाई कन्ट्रोल गर्ने, त्यसलाई कारबाही गर्ने। अर्को कुरा त्यहीसित सम्बन्धित तपाईँको चाहिँ हाम्रो गुरुबाकोट नगरपालिकाभित्र सामुदायिक वन, एउटा ठेकदारले बाटो बनाउँदाखेरि सामुदायिक वन पनि भट्काएर रुख खनेर गिट्टी बालुवा सामुदायिक वनभित्रबाट निकालेर त्यसले आफ्नो ठेक्काको काम गरिरहेछ भने त्यो देखेर पनि नदेखेको गर्ने स्थानीय सरकार हो या चाहिँ को हो त? यसलाई चाहिँ कार्यान्वयन गर्ने को हो? हामी जानुपर्ने कहाँ हो? मैले त हरेक ढोकामा मैले यसलाई सचेत गराइरहेको छु, तर यसमा सुन्नेवाला कोही पनि छैन। मैले पटक अध्यक्षज्यूलाई पनि मैले यो विषयमा मैले कुरा उठाएको छु है। आज मेरो कुरा चाहिँ अध्यक्षज्यूलाई म एउटा विनम्र अनुरोध के गर्छु सबैजनालाई के भन्दाखेरि मेरो बोलीमा मेरो भाषामा अलिकति रुष्ट आउला, सरी यसलाई चाहिँ अन्यथा नलिदिनु होला। किन भन्दाखेरि मैले मेरो क्वेसन भन्दा पनि जनताहरूबाट आएको पीडाको क्वेसनहरू मैले हजुरहरूलाई राखिरहेको छु, यसलाई त्यही रूपले लिदिनु होला भन्ने अनुरोध पनि गर्दछु अहिले बिचमा। अनि त्यो कुरा भइहाल्यो। अर्को चाहिँ तपाईँको चाहिँ हाम्रो गुरुबाकोट नगरपालिकाभित्र रहेको हाम्रो सलामी डाँडा र फौजा डाँडा, त्यो गुरुबाकोट नगरपालिका वडा नम्बर 12 भित्र त्यो तिनीहरू पर्छन् कि पर्दैनन्? पर्छन् भने त्यो ठाउँमा सिँचाइको लागि चाहिँ किन गएन अहिलेसम्म? किन कसैको पनि त्यहाँ ध्यान गएन? अस्ति त्यो लिफ्ट सिँचाइ आयोजनामा फौजा डाँडा र गुरुबाकोट के अरे सलामी डाँडामा स्टोर ट्याङ्की बनाउने आयोजना आएको रहेछ, त्यसलाई सारेर तल सारियो। आइनो मलाई थाहा छ कि त्यो लिफ्टले मेसिनले चाहिँ त्यहाँसम्म पानी फाल्न सकिन, त्यो मलाई थाहा छ, तर केही न केही उपाय अपनाएर त्यो ठाउँमा पुर्याउने हाम्रो दायित्व होला नि त। के त्यसले मोटरले पानी फालेन भनेर के त्यो ठाउँमा हामीले सिँचाइ नदिने? के त्यो हाम्रो दायित्व होइन? यसलाई चाहिँ जिम्मेवारी को हुने त त्यसको लागि? त्यसले त्यो तल सार्नुको कारण के हो त? या त फौजा डाँडामा हुनु पर्थ्यो या त सलामी डाँडामा हुनु पर्थ्यो। किन त्यो घरतीको हाम्रो दानबार मामाको घरमा आयो? यसको जिम्मेवारी को हो त? अनि त्यसको मान्छेले त्यो ठाउँलाई चाहिँ अब सुविधा सिँचाइको लागि चाहिँ कसले दिने? अनि अर्को कुरा हाम्रो विकास आउँछ, हामीले गुरुबाकोट नगरपालिकामा जति पनि हाम्रो स्थानीय तहमा भएको विकासहरूलाई चाहिँ विनियोजन गर्छ, यताउता बाँडफाँड हुन्छ, चाहे केन्द्रबाट आएको बजेट होस् चाहे स्थानीय तहबाट आएको होस्। हाम्रो बजेट आफ्नो र आफन्तलाई र पार्टीको मान्छेलाई मात्रै भनेको कुरा सुन्ने हो कि प्रत्येक गुरुबाकोट नगरपालिका वडा नम्बर 12 का सम्पूर्ण जनताहरूको बारेमा सोच्ने हो? यो के तरिकाले चाहिँ हामीले चाहिँ विकासलाई चाहिँ विनियोजन गर्छौँ, विकास परियोजना हाल्छौँ, यसमा चाहिँ त्यो दायित्व कसको हुन्छ?
सबै मान्छे त जब चुनाव इलेक्सन जितिसकेपछि हाम्रो उम्मेदवारहरू त हाम्रो सबै जनताको लागि त बराबर होला, त्यसमा त पार्टी वाइज त हुन्न होला। हुँदैन भने हरेक जनताको कुरा स्थानीय सरकारसम्म आउने बाटो कसरी हो त? के चिनेको मान्छे हुनु पर्यो? चिनेको मान्छे हुनु पर्दैन भने किन फेरि हाम्रो जनताहरूको कुरा सुनिँदैन? तपाईको म एउटा इक्जाम्पल दिन्छु। एउटा विकास रहेछ तपाईको चाहिँ भेरीबाट पिप्लेबाट टुनिकल्न कता कता हुँदै सिन्ता जोडिने बजेट आएछ, समथिङ कति हो 20-25 करोड कतिको आएछ। त्यो विकास अल्पत्र परेको छ। मैले सुन्छु त्यो विकास चाहिँ कहिले सिमलगढतिर गएको छ अरे, कहिले चाहिँ डङडङतिर गएको छ अरे त्यसको पैसा। यो के हो? यस्तो पनि यसलाई चाहिँ कन्ट्रोल गर्ने को हो? त्यसमा कसको परिचालन कसले चाहिँ यस्तो गरिरहेछ? यसमा चाहिँ को छ यसको कमी कमजोरी? अर्को कुरा चाहिँ के छ भन्दाखेरि पुरानो वडा अध्यक्ष प्रेमजी हुनुहुन्छ है, प्रेम ओलीज्यूले के गर्नु भएको छ भन्दाखेरि बिजुलीको पोल गाड्नु भएको छ आफ्नो खेतसम्म बिजुलीको पोल गाड्नु भएको छ। त्यहाँभन्दा अगाडि छैन। बाटो बनाउनु भएको छ, आफ्नो बारी डोजर चलाउनु भएको छ। यो के हाम्रो यहाँको जनप्रतिनिधिको काम गर्ने त्यही हो त? यदि म जनप्रतिनिधि हुन्छु भने मैले आफ्नो काम गरेँ, यस्तो काम गरेँ भने त मलाई कन्ट्रोभर्सीमा फस्छु, मलाई चाहिँ जनताले आवाज उठाउँछन्, विरोध गर्छन् भन्ने कुरा त म सचेत हुनु परेन? यदि त्यति पनि थाहा छैन भने के को जनप्रतिनिधि यहाँ हो कि होइन हजुर? सिम्पल कुरा के। अब आफ्नो घरबाट आउने बाटो खेतसम्म आएछ, अनि त्यहाँबाट उता गएको छैन, किन गएन अगाडि? किन त्योसम्म आयो? तार फेरि त्यहाँसम्म किन पुगेन? फेरि त्यो खोज्ने कसले हो? यस्तो चिजलाई चाहिँ कन्ट्रोल गर्ने को हो त? यो त स्थानीय सरकार नै होला। अब स्थानीय सरकार देखेको पनि नदेखेको जस्तो भएपछि कन्ट्रोल गर्ने कसले? अब हामी जनता आउँदाखेरि फेरि लौ यसले त प्रतिशोध ल्यायो, यसले विरोध गर्यो भन्ने कुराहरू हुन्छ होइन? अब यस्तो चिजमा अनि अर्को कुरा चाहिँ के छ भन्दाखेरि नगरले हो, त्यो हुन त नगरले होला, तर सिफारिस त वडाबाटै जान्छ होला। हो, हामीलाई थाहा छ। हामीले चाहिँ भट्टेश्वरमा हामीले चाहिँ एउटा होमस्टे बनायौँ, त्यो राम्रो कुरा छ। हाम्रो ठाउँमा त्यो ठाउँको मान्छे एउटा जुझारु छन्, त्यो ठाउँमा चाहिँ उद्यमशील गर्ने उनीहरूले चाहिँ काम गर्न सक्ने मान्छेहरू छ, उहाँ त्यो लगनशील छ, उहाँ चाहिँ मेजोरिटी छ, त्यो म मान्छु। तर त्यही होमस्टे भट्टेश्वरमा छ, त्यही होमस्टे तल चाहिँ लालबार राजीमा छ। के अरू ठाउँ गुरुबाकोट नगरपालिकामा के त्यही दुईटा मात्रै हो? यो विवेक किन? यो सोच्ने कसले हो? यो सोच्ने भन्ने कुरा त स्थानीय सरकारले होला नि। भनेपछि जो मान्छेको पहुँच छैन त्यो मान्छेले नपाउने? अनि यही नै हो त फेरि हामीले चाहिँ बजेट बनाउने, हामीले चाहिँ सरकारले लोकतन्त्र रे यो तन्त्र रे। अहिले तपाईँको यो कार्यक्रममा छोरी मान्छे किन आएनन् भन्दाखेरि तपाईँको चाहिँ यो ठाउँमा आयो भने कुरा सुन्दैनन्, गएर के गर्ने त्यहाँ जेसुकै गरौँ, बजेट पार्नेवाला यस्तो छन् उस्तो छन्, हाम्रो काम हुन्न, किन जाने? यही त हो नि। भनेपछि यसलाई हामीले कसरी करेक्सन गर्ने भन्ने कुरा छ के? यो करेक्सन कसले गर्ने? अब भेरी डाइभर्सनको कामहरू हेर्नुहोस्, लिफ्ट सिँचाइहरू पुरै अधुरो छ भनेपछि यसको जिम्मेवारी को हो त? यसको सञ्चालन जब लिफ्ट सिँचाइको पानी सञ्चालन फाल्नुपर्ने ठाउँमा फाले छैन, त्यसको चाहिँ समिति हुन्छ, त्यहाँ उपभोक्ता समितिहरू बस्यो होला, त्यो समितिले किन साइन्सन दियो? त्यहाँ बिल भुक्तानी किन दियो? भनेपछि त्यो समितिलाई कारबाही गर्ने हो या चाहिँ स्थानीय सरकार या ठेकदार कसलाई कारबाही गर्ने हो त? त्यो पैसा बर्बाद भएन? त्यो करोडौँ पैसा यसको जिम्मेवार को? यसको जिम्मेवार कोही न कोही कि स्थानीय सरकार हुनु पर्यो कि भने चाहिँ त्यो समिति हुनु पर्यो कि ठेकदार हुनु पर्यो? भनेपछि त्यो सरकारले दिएको जनताको आँखामा धुलो हाल्ने तरिकाले त्यो अल्पत्र पारेर हुन्छ। अहिले सुन्यो भने के गर्ने? भेरी डाइभर्सनमा गयो, के भनिदिन्छ, तर बिल भुक्तानी दिने को हो त? त्यसलाई कारबाही हुनु पर्यो है, मेरो सुझाव। अनि अर्को चाहिँ के छ भन्दाखेरि हजुरको चाहिँ स्वास्थ्य चौकीमा गयो, अब हरेक ठाउँमा जाँदाखेरि गएर जिम्मेवारी पूर्ण जवाब आउँछ के? भनेपछि गएर जिम्मेवारी पूर्ण जवाब आउँछ भने त्यो ठाउँमा नेतृत्व गरेर किन बस्नु पर्यो? स्वास्थ्य चौकीमा गयो, दबाई छैन भने किन छैन भन्दाखेरि डिमान्ड गएको छ हजुर, उताबाट आएको छैन। उताबाट आउन सक्दैन भने त्यो ठाउँमा किन बस्ने भनेको क्या? ल्याउनु पर्यो। जनतालाई हरेक दिन बिपीको ब्लड प्रेसरको दबाई खान्छ, सुगरको दबाई खान्छ, त्यो मान्छेले खान पाएन भने मर्छ भन्ने थाहा हुँदाहुँदै त्यो लिन सक्दैन भने त्यो मान्छे किन बस्नु पर्यो त्यहाँ? त्यो मान्छेले जब आफूले गर्न सक्दैन, आफूले नेतृत्व जिम्मेवारी निभाउन सक्दैन भने प्लिज लिभ आउट दिस, त्यहाँबाट छोडिहाल्नुहोस्। त्यो ठाउँमा बसिराख्नु आवश्यकता छैन है। किन भन्दाखेरि यो मात्रै होइन, हरेक ठाउँमा हेर्नुहोस्, हरेक बाटोमा हेर्नुहोस्। अब त्यो काली खोलामा पुल धारा बनाएको छ, काली खोलामा धारा बनाएको छ जसको कि सिर्फ धाराको टुटी जोडेछ, त्यहाँ पाइप कहाँबाट आउने पानी, त्यो कहाँदेखि जोडेछ, कति पैसा लाग्यो, त्यो एउटा काली खोला मैले एउटा उदाहरण मात्रै दिएको, त्यस्तो गुरुबाकोटमा थुप्रै छ। त्यो पैसा कति खर्च भयो, त्यो के को लागि राख्यो, के रिजनमा लाग्यो भन्ने कुरा त्यो कसैलाई थाहा छैन, कसैलाई चासो पनि छैन। भनेपछि यसको जिम्मेवारी को हो त? स्थानीय सरकारले यसमा चाहिँ आँखामा धुलो हालेर पट्टी बाँधेर किन बस्यो? भनेपछि यसमा या त स्थानीय सरकारले यस्ता कुराहरूलाई खोज्नु पर्यो, छानबिन गरेर कारबाहीमा लिनु पर्यो,
होइन भने फेरि जनताले यसलाई चाहिँ स्थानीय सरकारको पनि कहीँ न कहीँ मिलेमतो छ कि भन्ने शङ्का गर्ने अवस्था हुन्छ है। मैले डाइरेक्टली भनेको छैन, कसैलाई दोष लगाउनु मिल्दैन किनकि प्रमाणै छैन होइन। यस कारणले गर्दाखेरि यस्तो चिजहरूमा चाहिँ को सचेत हुने, कताबाट के गर्ने भन्ने कुरा चाहिँ धेरै कुराहरू छ। अब बिजुलीको पोल हेर्नुहोस्, अब बाटोमा बिजुलीको पोल गाड्नु पर्ने हो, यो घरको माथिबाट हरियो रुखबाट त्यो त करेन्ट लाग्यो भने त घाँस काट्नु गयो, यहाँको जनताहरू रुखमा चढ्यो भने त करेन्ट लागेर खस्दैन त त्यसको जिम्मेवारी को हो होइन। यस्तो खालको व्यथिति छ। अब यसलाई फेरि ओडाले गरेको भन्न मिल्दैन होइन। अब जसले पनि गर्यो त्यति बेला अब त्यसलाई त करेक्सन गरेर हामीले चाहिँ कसरी हुन्छ बजेट पारेर हुन्छ कि मैले विद्युत अफिस सुर्खेतमा गएर भने म स्टाफलाई चाहिँ म तपाईँ काम गर्ने मान्छे 4वटा म तपाईँको त्यो ठाउँको लागि चाहिँ म दिन्छु काम गर्ने बिजुलीको मान्छे 4 जना, तर स्थानीय सरकारले चाहिँ अलिकति बजेट निकालेर त्यो खन्ने बोक्ने त्यो लेबरहरू के त्यो काम गर्नलाई चाहिँ बजेट छुट्याउनु पर्यो, हामी गरिदिन्छौँ सर, फिकर नगर्नुहोस्, म तपाईँलाई विद्युतमा मान्छे छैन र पनि म मान्छे दिन्छु भनेर चाहिँ हाकिम साहबले त्यो बिजुलीको हाकिम सुर्खेतमा उहाँले त्यो भन्नुभएको छ। तर चाहिँ यहाँ हेऱ्यो भने घरको माथिबाट छ, बिजुली चाहिँ तपाईँको हरियो घाँसबाट छ। अब त्यो रुख काट्न जाँदाखेरि त कोहीको फेरि बिजुलीको तार झरेर बारीमा खसिरहेछ, जोत्न जाँदाखेरि त्यहीँ करेन्ट लगाएर ढलिरहेछ, त्यहाँ गद्दीवालको छोराहरू फोन गर्यो विद्युतवाला आउँदैन होइन। यो चिज के हो त भन्दाखेरि यसले चाहिँ अब जे भयो अब यसलाई हामीले करेक्सन गरेर लानुपर्छ भन्ने चाहिँ मेरो मान्यता हो। ल यसलाई चाहिँ कसरी हामीले चाहिँ गर्ने हो है। अर्को कुरा चाहिँ के छ भन्दाखेरि कुरा त धेरै छ, तर अब म धेरै समय लिन्न। त्यो हाम्रो चाहिँ जति पनि अर्गनाइजेसनहरू छ गुरबाकोट नगरपालिकाभित्र, जस्तो वनको समितिहरू छ, खानेपानीको समिति छ, कुनै पनि उपभोक्ताहरू हुन्छ त भने नि 12 वर्ष अरे 15 वर्ष अरे यो के हो, यो सुन्दा नि लाज लाग्ने कि हजुर। अनि के छ भन्दाखेरि खोज्दै जाँदाखेरि त अब त्यहाँ पैसा कति हुनुपर्ने त्यो हिसाब किताब पनि छैन है। अब यसलाई नियन्त्रण कसले गर्ने, कोही न कोही त होला त दायित्वमा बस्ने। अब स्थानीय सरकारले नगरेर कसले गर्ने त्यो। अब वनमा हेऱ्यो भने अब हिसाब किताब मार्दाखेरि कोही मुद्दा मामिला चलेछ, कोहीले रुख काटिराखेको छ। यो सबै कुरा के हो त भन्दाखेरि सायद मलाई लाग्छ जवाफदेहिता भनेर जो लेखिएको छ हेडिङमा त्यो जवाफदेहिता नभएको जस्तो फिल भइरहेको छ मलाई। यस्तो त धेरै छन्, मैले मेन कुराहरू भनि मात्र राखेको छु। अनि अर्को कुरा चाहिँ के छ भन्दाखेरि मैले एउटा मेन कुरा हामीले चाहिँ मैले उठाइराखेको के छ भन्दाखेरि गुरबाकोट नगरपालिकाभित्रबाट ढुङ्गा गिट्टी बालुवा खोला नदी उत्खनन गरेर जो ठेकेदारलाई बेचेर जो गुरबाकोटबाट बाहिर जान्छ त्यो रोक्ने, स्थानीय दुखी गरिबले चालेर खाने, गिट्टी खोल्ने होइन, ट्र्याक्टरहरूलाई चाहिँ काम दिने, हामीले त्यो फेरि के भन्दाखेरि गुरबाकोट नगरपालिकाभित्रको विकासमा गुरबाकोट नगरपालिकाभित्रको जनताहरूले गर्ने घर बनाउने, बाटो बनाउने, रोड बनाउने यस्तो काममा हामीले प्रयोग गरौँ न। हामी चाहिँ यहाँबाट चाहिँ सस्तोमा बेच्ने, भोलि यहाँको जनताले महँगोमा फेरि धुवानी खर्च गरेर ल्याउनु पर्ने अवस्था किन आन्छ? यो कुरा हाम्रो दिमागमा आउँदैन कि हामीले पैसा कमाउने बाटो चाहिँ ढुङ्गा गिट्टी बालुवा बेचेर मात्रै हो त? त्यसलाई त रोक्नु परेन। अनि ठेकदारसँग मिलेर चाहिँ हामीले गर्ने। अब अलकत्रा हेर्नुहोस्, क्रेसर राख्दैछ, 2 वर्षको लेख बेसी र गुरबाकोट नगरपालिकाले 2 बेसी। हाम्रो स्थानीय सरकारको यसलाई चाहिँ नगरतिर नजोड्नु होला। हाम्रो नगरपालिकाभित्र रहेको के अरे गुरबाकोट वडा नम्बर 12 भित्र रहेको खोलाहरू पनि त्यसरी दोहन भइराखेको छ। चाहे सम्बन्धित निकाय अब नगरतिर जाला कता जान्छ त्यो थाहा छैन, तर हाम्रो दायित्व हो हामीले भन्ने हाम्रो गुरबाकोट 12 को ढुङ्गा गिट्टी बालुवा हामी हाम्रो ठाउँ विकास गर्नलाई लगाउँछौँ। हामी बाहिर दिनु भन्न त सकिन्छ होला त? यति पनि बोल्न नसक्ने भनेपछि के को जनप्रतिनिधि है। अनि अर्को कुरा चाहिँ के छ भन्दाखेरि अब तपाईँको चाहिँ यो भेरी डाइभर्सनले ढुङ्गा त्यो तटबन्धन के भन्छ, ढुङ्गा र गिट्टीहरू चाहिँ तपाईँको जालीहरू लगाउँछ है, त्यो पैसा चाहिँ फेरि केही पनि आउँदैन। त्यो ढुङ्गाको पैसा चाहिँ नदिने रे, भेरी डाइभर्सनको जो जाली ढुङ्गा लगाउँछ पैसा चाहिँ यहाँ कसैलाई पनि नदिने रे, न वडामा दिने रे, न चाहिँ रोयल्टी दिने रे, केही पनि नदिने रे। त्यो भनेपछि त्यसलाई चाहिँ फ्रीमा दिने रे। अब ठेकदारले कति पैसा ल्याएको छ त्यो ढुङ्गाको लागि, त्यो त ठेक्कामा हुन्छ नि त। ढुङ्गाको लागि यति पैसा, सिमेन्टको लागि यति पैसा, जालीको लागि यति पैसा ठेक्का लिँदाखेरि नै गरेको हुन्छ भनेपछि त्यो ढुङ्गाको पैसा जान्छ कहाँ? अनि त्यो उलाई गरेर चाहिँ त्यो आँखामा धुलो हाल्ने, जनतालाई चाहिँ भ्रम छर्ने काम चाहिँ नगरौँ। र त्यो ठेकेदारहरूले त्यो अधुरो कामलाई अधुरो छोडेर जान्छ भने त्यसलाई कारबाही गर्नु पर्यो। त्यसले त काम कम्प्लिट गर्छु भनेर ठेक्का ल्याएको हुन्छ, त्यसले चाहिँ दुनियाँभरको हुन्छ, त्यसले कारबाही गर्ने चाहिँ किन हामी डराइराखेको, हामी किन पछि हटिराखेको? त्यो जब त्यसले चाहिँ अधुरो काम छोड्छ त्यसलाई त कारबाही गर्नु पर्यो होला नि त। कानुन त सबै बराबर हो भनेपछि त्यो मान्छेले चाहिँ हाम्रो जनताको पैसा खाएर, राज्यको पैसा खाएर काम अधुरो छोड्छ भने त नियम कानुन त त्यसलाई पनि लाग्छ होला नि भनेर म चाहिँ यही कुरा भन्छु। अरू चाहिँ अब अरू भन्दै गरौँला, यसमा चाहिँ पछि कुरा गरौँला। अब धेरै छ कुराहरू त। ल धन्यवाद है। धन्यवाद तपाईलाई सल्लाह सुझाव